हेलो नमस्कार सम्पूर्णलाई के भन्न चाहन्छु भने मैले हैन। तर हेर्नु जो पनि फेसबुकमा लागेको छ हैन, त्यो फेसबुकमा लागेको मानिसले हैन एकदम आफ्नो फेसबुकलाई त्यो कपिराइटबाट बचाउन सक्नुहुन्छ भने तपाईहरुले पैसा कमाउन सक्नुहुन्छ, नत्र सक्नुहुन्न फेसबुकबाट हैन। त मेरो साथ पनि धेरै धोका भएको छ हैन। तर फेसबुकबाट मैले हेर्नु कपिराइटबाट बचाउन सकिनँ। तर आज मेरो मोनेटाइज टुल मेरो डिसेबल भएको छ हैन। त्यसै कारणले तपाईहरुले के भन्न चाहन्छु भने तपाईहरुले यस्तो गल्ती कहिले नगर्नु होला हैन। तपाईहरुको पनि जो डिसेबल हुन जाओस् हैन कन्टेन्ट मोनेटाइजेसन टुल। त्यही कारणले मैले त हेर्नुस् एकदम हेर्नुस् धोका पाइहालेँ, मैले दुःख पाइहालेँ हैन। मेरो हेर्नुस् पैसा कमाइ भइरहेको थियो फेसबुकबाट। तर आज हेर्नुस् कन्टेन्ट मोनेटाइजेसन टुल हेर्नु एकदम डिसेबल गर्दाखेरि म हेर्नुस् आफै नै दुःखमा छु, आफै नै हेर्नुस् बहुत ज्यादा हेर्नुस् दुःख पुरा भोगेको छु हैन। तपाईहरुले पनि त्यस्तो नगर्नु होला हैन। तपाईहरुले आफ्नो ओरिजिनल भिडियो हाल्नु र ओरिजिनल भिडियो हाले पनि हेर्नु कपिराइट हान्दैन। तर पछि अगर कसैको भिडियोलाई डाउनलोड गरेर तपाईहरुले हाल्नुभयो भने कपिराइट हान्छ हेर्नुस्। मैले त्यही भन्न चाहन्छु हैन। मेरो जो मनोज युट्युब च्यानल छ त्यसलाई एकदम सब्स्क्राइबर गरिदिनु होला र हैन एकदम अगाडिसम्म पुर्याइदिनु होला। भिडियोलाई सेयर पनि गरिदिनु होला भन्न चाहन्छु हैन। म एकदम दुखी छु। तर हेर्नु तपाईहरुले साथ सपोर्ट दिए पनि मेरो युट्युब च्यानल पनि अगाडि बढ्ने छ र हैन। युट्युब च्यानलबाट पनि म केही पैसा कमाउन सकु। म एकदम दुखी हुँ हैन। त्यही भन्न चाहन्छु है। तर तपाईहरुले पनि एकदमसँग हेर्दिनुस् प्लिज। मेरो युट्युब च्यानललाई एकदम अगाडि बढाइदिनुस् हैन। त्यही भन्न चाहन्छु। मैले अब युट्युब च्यानलमा मेरो एन्टरटेनमेन्ट युट्युब च्यानल हो। मैले हैन भ्लग पनि हाल्न सक्छु, मैले कुनै पनि चिज मैले हैन हाल्न। तर म्युजिक अल अबाउट कोही पनि हाल्न सक्छु। तर सकेसम्म त मैले म्युजिक पनि इस्तेमाल गर्न सक्छु म है। त्यही कारणले तपाईहरुलाई के भन्न चाहन्छु, तर कपिराइट जो इस्यु आओस् त्यस्तो भिडियो नहाल्नु होला। तर मलाई आज एकदम दुखी बनाएको छ। तर म हैन दुखी छु, एकदम दुखी छु है। त्यही भन्न चाहन्छु। तपाईहरुले पनि अब दुःख गर्नुहुन्छ मलाई थाहा छ हैन, तपाईहरुलाई पनि थाहा होला। तर मोनेटाइज गर्नको लागि कत्रो सङ्घर्ष गर्नुपर्छ भन्ने कुरो फेसबुक हो चाहे युट्युब हो चाहे जुन पनि चिज हो, जुन पनि प्लेटफर्ममा गयो भने त्यो मोनेटाइजको लागि धेरै नै सङ्घर्ष गर्नुपर्छ हैन। त्यही कारणले पछि हेर्नुस् तपाईहरुलाई यही नै सल्लाह दिन चाहन्छु कि है। तर एकदमसँग हेर्नुस् ध्यान दिएर एकदमसँग गरेर बनाउनु होला भिडियो। तर हेर्नुस् र जो म्युजिक इस्तेमाल नहोस् चाहे कुनै पनि चिज इस्तेमाल नहोस् के त्यस्तो भिडियो बनाउनु होला भन्न चाहन्छु है। तर मलाई हेर्नुस् मलाई जस्तो धोका तपाईहरुलाई नहोस्, कपिराइट स्ट्राइक आउनेवाला भिडियो नहाल्नु होला भन्न चाहन्छु है। त्यही हेर्नुस् तपाईहरुलाई कस्तो लाग्छ हैन कमेन्ट बक्समा सल्लाह सुझाव दिनु होला। तर मैले हेर्नुस् मेरो युट्युब च्यानल अर्को युट्युब च्यानल थियो त्यसमा पनि कपिराइट स्ट्राइक आएको थियो। त्यहाँबाट पछि मैले हेर्नुस् अब वार्निङ आएको छ त्यसमा। त्यही कारणले यो नयाँ युट्युब च्यानल बनाएको हो मैले। तर तपाईहरुले हेर्नुस् साथ सपोर्ट दिनुहुन्छ भने हेर्नु यो युट्युब च्यानललाई मैले अगाडि बढाउन साथ सपोर्ट दिनुस्, साथ दिनुस् भन्न चाहन्छु तपाईहरुलाई। हेर्नुस् म एकदम दुखी छु, पीडामा छु। यस्तो बेला तपाईहरुले साथ सपोर्ट दिनुपर्छ। मेरो भिडियोलाई अलिकति वाच गरेर हेर्नुपर्छ। तर भिडियोलाई चाहिँ सेयर गरिदिनुपर्छ, आफ्नो साथीहरुसम्म पुर्याइदिनुपर्छ भन्न चाहन्छु। त्यही सम्पूर्ण दर्शकलाई नमस्कार भन्न चाहन्छु। हजुरले ध्यान राख्नु होला, आफ्नो शरीरको पनि ध्यान राख्नु होला भन्न चाहन्छु। धन्यवाद।